परमप्रभु परमेश्वर चाहिँ भलो हुनुहुन्छ अनि उहाँले चाहिँ हाम्रो जीवनमा भलो चाहनुहुन्छ। उहाँ दयालु हुनुहुन्छ अनि उहाँले हामीलाई दया गर्नुहुन्छ। उहाँ चाहिँ हामीलाई अति धेरै प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। तर जब मानिसको जीवनमा कुनै समस्या आउँछ नि, दुःख आउँछ नि, पीडा आउँछ नि, तब मानिसहरूले चाहिँ परमेश्वरलाई दोस्याइराखेको हुन्छ। प्रभु किन मेरो जीवनमा परीक्षा ल्याइराख्नु भएको छ? प्रभु किन तपाईँले मेरो जीवनमा परीक्षा दिइराख्नु भएको छ? प्रभु किन मलाई धेरै दुःखहरू दिइराख्नु भएको छ? किन प्रभु मलाई धेरै पीडाहरू दिइराख्नु भएको छ भनेर मानिसहरूले परमेश्वरलाई, कति मानिसहरूले प्रश्न गरिराखेको हुन्छ। प्रभु किन मेरो जीवनमा यति धेरै पीडाहरू ल्याउनु भएको छ भनेर मानिसले प्रश्न गरिराखेको हुन्छ। प्रिय, परमेश्वरले कहिले पनि तपाईँहरूको दुःखमा उहाँ बाँचेको चाहनुहुन्न। हामी चाहिँ कहिले पनि पीडामा बाँचेको उहाँ चाहनुहुन्न। हामी चाहिँ परीक्षामा बाँचेको उहाँ चाहनुहुन्न। उहाँले त हाम्रो जीवनमा भलो चाहनुहुन्छ। त्यसैले तपाईँले कहिले पनि परमेश्वरलाई नदोस्याउनुहोस्। याकुब 1:13 भन्छ, परीक्षा हुँदा कसैले पनि यसो नभन्नुहोस्, परमेश्वरद्वारा मेरो परीक्षा भएको हो। किनकि कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुन सक्दैन र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्न। तपाईँले यहाँ प्रश्न पाउनुभयो कि परमेश्वरले हाम्रो जीवनमा दुःख ल्याउनुहुन्न, उहाँले हाम्रो जीवनमा समस्या ल्याउनुहुन्न, उहाँले हामीमा रोग बिमार केही पनि ल्याउनुहुन्न, उहाँले हाम्रो जीवनमा कुनै पनि त्यस्ता परीक्षाहरू ल्याउनुहुन्न। तर किन हाम्रो जीवनमा समस्या आउँछ, किन हाम्रो जीवन दुःख हुन्छ, किन हामी पीडामा हुन्छौँ, किन हामी बारम्बार परीक्षा पर्छौँ भन्दाखेरि यहाँ 14 भन्दछ, याकुब 1:14, तर हरेक मानिस आफ्नो खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ भन्दछ बाइबलले। अनि 15 भन्छ, तब खराब इच्छा गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ अनि पाप पुरै बढेपछि त्यसले मृत्यु ल्याउँछ भनेर बाइबलले भन्दछ। हेर्नुहोस् है, हरेक मानिस चाहिँ आफ्नै खराब इच्छाहरूमा लोभिएर, होइन, लालचमा परेर, के हो त, पैसाको लोभमा परेर, हरेक कुराहरूको लालचमा परेर मानिस आफै खराब इच्छा र खराब सोचले गर्दा नि आफै परीक्षामा पर्ने, आफै दुःखमा पर्ने अनि आफै पीडा पर्ने अनि उल्टै फर्केर परमेश्वर, प्रभु किन तपाईँले मलाई, प्रभु किन तपाईँ मेरो जीवनमा परीक्षा ल्याउँदै हुनुहुन्छ भने हामी उहाँलाई प्रश्न गर्ने त होइन। पहिला हामी आफूलाई जाँच गर्नुपर्छ, म कुन बाटोमा हिँड्दैछु, मैले कुन बाटो रोजेको छु, मैले कुन जीवन जिएको छु भनेर पहिला हामी आफूलाई जाँच गर्नु पर्दछ। प्रिय, त्यही भएर कहिले पनि परमेश्वरलाई तपाईँले दोष नलाउनुहोस्, प्रभुलाई प्रश्न नगर्नुहोस् किन मेरो जीवनमा दुःख पीडा आइराखेको छ भनेर। उहाँले कहिले पनि हाम्रो जीवन चाहिँ दुःखमा पीडा भएर उहाँ बाँचेको चाहनुहुन्न। उहाँ त हाम्रो जीवनमा भलो चाहने परमेश्वर हुनुहुन्छ। उहाँ त हाम्रो जीवन एकदमै असलतामा रहेर गएको उहाँ चाहनुहुन्छ। तर बाइबलले प्रश्न भने कि मानिस चाहिँ आफ्नै खराब इच्छामा लोभेर चाहिँ परीक्षामा पर्दछ। त्यसैले हामी आफूलाई जाँच गरौँ। परमप्रभुलाई दोस्याउनु भन्दा उहाँलाई प्रश्न गर्नु भन्दा पहिला हामी आफूलाई जाँच गरौँ अनि हामी चाहिँ परमेश्वरको वचनमा रहेर जिउँ, उहाँको आज्ञाकारितामा जिउँ, तब हाम्रो जीवन एकदम धेरै आशीषमय हुनेछ। आमेन। गॉड ब्लेस यू ऑल।